अहिले चाहिँ साथीहरु म चाहिँ हिमाचल प्रदेश रोडुको बस स्ट्यान्डतिर छु। यो हेर्न सक्नुहुन्छ रोडुको बस स्ट्यान्ड एकदमै रमाइलो छ साथीहरु जिन्दगीमा घुम्न पाएकोमा हैन। यो चाहिँ बस स्ट्यान्डमा पर्छ रोडु बजार। म चाहिँ माथि जाँदै माथिल्लो बजार चाहिँ जाँदैछु। अहिले चाहिँ एकदम रमाइलोको मौसम छ भनौँ। आज एकदम बादलहरु पनि छ, पानी पर्ला जस्तो भइराछ। अनि साथीहरुको उता साथीहरुकोमा के हुँदैछ एकदम रोमाञ्चक। पारियो रोडको ट्याक्सी लाग्ने ठाउँ त्यता चाहिँ त्यो पारिबाट चाहिँ ट्याक्सी लाग्छ नेपाल जानको लागि। यो त्यो पार ट्याक्सी जान्छ, त्यो पारि देखेर चाहिँ त्यो चाहिँ नेपाल जाने बाटो हो। अनि यो चाहिँ हो हस्पिटल साइट। म चाहिँ अहिले हस्पिटल जानु लाग्यो। म चाहिँ अहिले हस्पिटल रोडतिर चाहिँ जानु लागिरहेको छु। रोड हो रोडमा यो चाहिँ हो रोड हस्पिटल गेट। म चाहिँ भित्रतिर जाँदैछु। हस्पिटल रोड छ। यो चाहिँ हामी चाहिँ भित्र छिर्दैछौँ। एउटा चाहिँ नयाँ हस्पिटल पनि बन्न लागिरहेको छ होइन। यो चाहिँ हस्पिटल हो। अब यहाँबाट भित्र छिर्दैन, भित्र पुरा दृश्यहरू देखाइन्छ। एकदम दबाई पानीको लागि एकदम राम्रो हुन्छ भनौँ। यो एकदम ठुलो छ हस्पिटल चाहिँ, दबाई पानी एकदम राम्रो हुन्छ है। यो हस्पिटल चाहिँ यति धेरै मान्छे हुन्छन् समथिङ दिनमा, केही नभने 50-60 हजार मान्छे हुन्छन् दिनमा दबाई गर्ने मात्रै। यस्तै बस्नु त कति हो भने हेर्न सकिन्छ। यति धेरै ठुलो हस्पिटल छ। तल छ यो तलको बस स्ट्यान्ड हो। त्यो पारेको रोड हो बजार, तलको बस स्ट्यान्ड, यो ठुलो हस्पिटल है। आज चाहिँ म यहाँभित्र जाँदैछु। मेरो प्रयास दबाई इलाजहरू यहीँभित्र नै हुन्छ भन्नुपर्छ होइन। अब चाहिँ म भित्र आइसकेको छु। भित्र चाहिँ यति धेरै पार्किङहरू हुँदैछ। गाडीको यति धेरै पार्किङ छ यतिर हस्पिटलमा। सुविधा अब लिफ्टबाट जाने लिफ्ट लफ्ट पनि खुलेको हुन्छ। हेरेर सक्नुहुन्छ जाँदैछौँ। यो हस्पिटलमा बिहानै आउनुपर्छ होइन। अहिले चाहिँ यस्तो भिड लाइन हुन्छ प्रतिकालीन ठाउँमा। भित्र लाइनमा खडा हुनुपर्छ। लाइनमा खडा हुनको लागि यति धेरै मान्छेहरू खडा हुन्छ। यति धेरै मान्छे। अब मेरो पालो चाहिँ थाहा छैन। 12 यो चाहिँ लाइन त्यति धेरै ठुलो लाइन चाहिँ पालो कति बेला आउने। यो सब पर्ची काट्नलाई लाइन लागेको। केही नभने आज पर्ची काट्नलाई मेरो 500 भन्दा बढी नै आउँछ होला नम्बर सायद। मैले सोचिरहेको थिएँ यहाँ लाइन होला, तर यहाँ लाइन पछाडि चाहिँ लाग्छ। मलाई आज बिराम भएको यतै सन्च होला जस्तो छ। आज चाहिँ बिरामी यतै सन्च होला जस्तो लाग्यो। डर तक लाग्यो। यति धेरै लाइन छ कि पुरै सबै केही नभने आज 500सम्म नम्बर लाग्छ। 500 अझ बढी नै नम्बर लाग्छ होला। र साथीहरू बिराम भएर आज हस्पिटलमा आएको। आज बिराम चाहिँ यहीँ उभिएर चाहिँ सकेला जस्तो है। यति धेरै लाइन छ। पालो चाहिँ कति बेला 2-3 बजे आउनु। यो पुरा टिकट काट्ने लाइन कम्ती यहाँ होला नि 500,000 भन्दा बढी नै छन् लाइनमा। यत्रो लाइनमा चाहिँ बस्नु खासै उचित छैन जस्तो लागिरहेछ। अब म चाहिँ 1-2 बजीतिर आउनु पर्ला। त्यसरी सायद पर्ची काट्दा ठिकै हुन्छ होला।